नमस्कार, स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्दैछौँ मौरीपालक कृषकले वैशाख महिनामा गर्नुपर्ने महत्त्वपूर्ण कार्यहरूको बारेमा। वैशाख महिना वसन्त ऋतुको अन्त्य र ग्रीष्मको सुरुवातको समय हो। यस समयमा तापक्रम बढ्दै जान्छ र यो मौरीको स्वास्थ्य, उत्पादन क्षमता र व्यवस्थापनको लागि निकै संवेदनशील समय हो। तसर्थ यदि तपाईँ मौरी पालन गर्दै हुनुहुन्छ भने यो महिना निकै महत्त्वपूर्ण मानिन्छ। आउनुहोस् वैशाख महिनामा के काम गर्नुपर्छ विस्तारमा चर्चा गरौँ। घारको निरीक्षण र सरसफाई। वैशाख महिनाको सुरुवातमै मौरी घारको पूर्ण निरीक्षण गर्नुपर्छ। घारभित्र चिप्लो, फोहोर वा रोगको सङ्केत छन् कि छैनन् भनेर हेर्नुपर्छ। यदि पुराना किसिमका चाका छन् भने त्यसलाई परिवर्तन गर्नुपर्छ। यदि मौरीले उठाउन नसक्ने काला चाका छन् भने यसलाई छेउतिर लैजानुपर्छ र बिस्तारै निकाल्नुपर्छ। यसरी निकाल्दा एउटा दुईटा चाका भन्दा बढी निकाल्नु हुँदैन र निकालिसकेपछि त्यसलाई आधार चाका दिन सकिन्छ। मौरीले केही दिनमा उक्त आधार चाका उठाएपछि अन्य त्यस्ता काला चाका छन् भने फेरि परिवर्तन गर्न सकिन्छ। एकैचोटि धेरैवटा फ्रेमहरू निकाल्नु हुँदैन। रोग नियन्त्रण र निरीक्षण। वैशाख महिनामा ब्रुड डिजिज, भ्यारुवा माइट आदि देखिन सक्ने भएकाले नियमित जाँच गर्नुपर्छ। प्राकृतिक जैविक विधिबाट नियन्त्रण गर्न प्राथमिकता दिनुपर्छ। त्यस्तै आवश्यक परे औषधिको प्रयोग पनि गर्नुपर्छ, तर दुरुपयोग चाहिँ गर्नु हुँदैन। खानाको व्यवस्था। यदि तपाईँको घार कमजोर छ, सुपर चढेको छैन, यदि तपाईँको क्षेत्रमा चरन क्षेत्र कम छ भने यो महिनामा मौरीको सङ्ख्या बढाउनको लागि चिनी चास्नी पनि दिन सक्नुहुन्छ। यसरी कृत्रिम खाना चिनी चास्नी दिँदा 1:1 को अनुपातमा दिनुपर्छ। चिनी चास्नी दिँदा मौरीले रातभरमा खाइसक्ने मात्रामा त दिनुहोस्, अन्यथा लुट लडाइँ हुने सम्भावना प्रबल रहन्छ। यदि तपाईँको घार कमजोर छ, मौरी सङ्ख्या कम छ भने मात्र चिनी चास्नी दिनुहोला। हुलछुट नियन्त्रण। यो वैशाख महिना हुलछुट हुने समय हो। हुलछुट भयो भने उत्पादन घट्छ। हुलछुट रोक्नको लागि पर्याप्त ठाउँ दिनुपर्छ। यदि तपाईँको मौरी घारमा प्रशस्त मौरी छन् भने तपाईँले यो महिनामा घार विभाजन समेत गर्न सक्नुहुन्छ। त्यसैले यो महिनामा तपाईँले हप्तामा मौरीको अवस्था हेरेर यदि नयाँ रानीकोष छन् भने तपाईँलाई मौरी विभाजन गर्नु छैन भने उक्त कोष भाँच्न सक्नुहुन्छ। त्यसैले तपाईँले यो वैशाख महिनामा हप्तामा मौरी घार खोली मौरीका अवस्थाहरूका विषयमा जाँच गर्नुहोस्। उत्पादन व्यवस्थापन। वैशाख महिनाको अन्त्यतिर मह उत्पादन थोरै मात्रामा सुरु हुन्छ। यदि तपाईँहरूको घारमा मौरीको सङ्ख्या 8 फ्रेमभन्दा माथि छ भने तपाईँले सुपर पनि दिन सक्नुहुन्छ। सुपर कसरी चढाउने? सुपर कसरी चढाउँदा मौरीले सुपरमा काम गर्छ, यसका लागि मैले हाम्रो युट्युब च्यानलमा अन्य भिडियोहरू राखेको छु। कृपया उक्त भिडियोहरू हेर्न नभुल्नुहोला। वातावरणीय ध्यान। तापक्रम बढेसँगै पानीको व्यवस्था पनि गर्नुपर्छ। त्यस्तै छाया र हावाको राम्रो व्यवस्था भएको ठाउँमा घार राख्नुपर्छ। घारको वरपर विषादी प्रयोग नगर्नुहोस्। नजिकै खेती भए सजग रहनुहोस्। यसरी वैशाख महिना मौरी पालनको दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ। सामान्य निरीक्षणदेखि लिएर खाना, हुलछुट नियन्त्रण, रानी मौरीको अवस्था जाँच र रोग नियन्त्रणसम्मका कामहरू सावधानीपूर्वक गर्न सके तपाईँको मौरी पालन सफल हुनेछ। मौरी पालन केवल व्यवसाय मात्र नभई यो प्रकृति र वातावरणसँगको सहकार्य पनि हो। मौरी पृथ्वीको सबैभन्दा महत्त्वपूर्ण परागकण वाहक हुन्। त्यसैले हामीले आफ्नो मौरीको राम्रो ख्याल गर्दा त्यो हाम्रो बारी, वनस्पति र समग्र कृषि प्रणालीमा पनि सेवा हुन्छ। यदि तपाईँलाई आजको भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। यस्तै अन्य भिडियोको लागि
हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला। आजको भिडियोबाट बिदा चाहन्छौँ। नमस्कार।